भन्न नजाने मान्छे के ओजिपी डिस्प्रेसनमा जाओस् ओजिपी लिएर आओस् सबैले मानिदिनुहोस् 5 रुपैयाँ दियोस् 5 रुपैयाँ ओइ 5 रुपैयाँ हेरि कत्रो रहेछ त पैसा दिएर ढल्यो पैसा दिएर ढल्यो बाबुमाले जति पैसा त कसले नि दिन्न क्या तिमीहरूले दिन्छ तँलाई अगाडि फर्काएर लाउने होला नि ढोक खुट्टा के को नमस्कार नि खुट्टा ढोक्नु पर्यो नि त अनि बाबाआमाको खुट्टा नढोके कसको ढोक्छ त हाँसी हाँसी ढोकै ढोक अलि निउरै ढोक ल अर्को चटपटेको लगाइदेऊ त पूजा सघाउने भन्न बस त्यसरी होइन प्लास्टिक कसेर बस अलि यता ल ठुलो मान्छे बनोस् मेरो चटपटे पनि कान्छी सानो कान्छी छोरी नाम के रे त कान्छी छोरी भनेको छ नाम के चटपटे छोरी चटपटे छोरा धेरै पढ्न सर धेरै पढाउन भ्याउँदैन अलिअलि पढ्दामै आइहालोस् जोनलाई चाहिँ जोनलाई पनि सरासर आओस् भनेको छु किन भयो के अर्को झिक्ने हो क्या आइज भाइ ओदार होइन के ओदार चाहिँदैन के चाहिन्छ ल मलाई 3टा 50 चाहियो ल ओदार भोगे ल 1000 दिनु मन लाग्यो मलाई 1000 पनि अनि 3टा 50 दिन पछि 3टा 50 50 दिन ल यहाँ बस 2टा 50 दिन यहाँ बस न 100 त हुनु पर्यो म त 100 दिन 100 दिन 100 को नोटै छैन 50 एक वर्ष कति हुन्छ 1000 ठुलो कि 50 ठुलो त 50 ठुलो मुझे पनि 50 चाहियो 50 दुईटा 50 देऊ कि त्यसो चाहिँ चकलेट किन्ने भनेर होला त्यसको चाहिँ किन्न पाउँदैन भनेर होला हैन त्यो नोट त बच्चा भएर त कोले लिन्छ र ठुलो मान्छेले त चोर भन्छ त्यस्तो गर्यो ढोक त्यहाँ खुट्टा नमस्ते गर्ने हो सक्छ जाने जाने यही मान्नु ल टिका दाजु ल अब जोनले लगाइदिए जुन मलाई 1000 रुपैयाँ दियो अघि चाहिँ चाहिँदैन भन्ने अब चाहिन्छ छोडिदेऊ बस सिक्नु पर्छ के अघिको दुर्गा टिका त तपाईँ पनि लाग्दैन बसेको गति हेर्न त्यसको बस पछि गरी बस न प्लास्टिक कसेर बस के यहाँ बस्न यस्तो गर्नेलाई नि दुईटा हातले यसरी दाजुभाइ अब आजबाट मिल्ने अलि ठाडो हो फोटो नि खिच्नु है फोटो खिच्नु कि भिडियो मात्रै बनाएको छ लगाइदिनु कति लगाइदिनु मन लाग्यो 1000 रुपैयाँ दियो ल पैसा कति दिनु मन लाग्छ 5 रुपैयाँ दे 5 रुपैयाँ त्यो बहन
ल 50 नै दिए ल एउटा 50 दियो अहिले त नलिगा त ल दे त्यो 1000 रुपैयाँ दे त्यहाँ यहाँ भाइ यहाँ बस भने अब यसले त घोप्टाउँछ है त्यहाँ खुट्टा ढोक्छ अब खुट्टामा ढोक पैसा त्यसै गरे पैसा पाइस खुट्टा ढोक्थे जुनको खुट्टामा गनाएर सबभन्दा धेरै पैसा